च्यानल आज हामी फेवाताल घुम्न गइरहेको छौँ। मेरो माइजू हुनुहुन्छ। अब यस्तै हो हैन। अब हामी जाँदैछौँ। उता मेरो मम्मी आउँदै हुनुहुन्छ र हामी अहिले भिन्नतिरतर्फ लागिसकेको छौँ। उता मेरो मम्मी आउँदै हुनुहुन्छ र उता अब मम्मी हामी सबै जान आँटेको। अब हामी जाँदैछौँ। गाई जस्तै हो, बाटो जाने हो। अब गाडी चढेपछि एकछिन भिडियो रोकिन्छ। एकछिन भिडियो रोकेपछि अनि फेवाताल पुगेपछि म भिडियो बनाउन स्टार्ट हाल्छु। अहिले चाहिँ गाइस यस्तै हो गाइस। अब माइती चाहिँ यसो भिडियो बनाएर बस्नु भएको छ र हामी चाहिँ फेवाताल जाने अवस्थामा। मेरो लुक्स कस्तो देखिनु भएको छ देखेछ भन्नु होला। यहाँ मेरो सानो भाइहरू छन्, एकजना भतिजी एकजना भाइ। सबैजना लाइक एन्ड सब्सक्राइब हानिदिनु। नेपाल र इन्डियाबाट हेर्ने सब्सक्राइबरहरू या भ्युवरहरूले लाइक एन्ड सब्सक्राइब हानिदिनु। जसले चाहिँ अरू देशबाट हेर्नुहुन्छ उहाँहरूले चाहिँ कमेन्टमा आफ्नो देशको नाम कमेन्ट गरिदिनु होला गाइस। अहिले चाहिँ हामी गाडी चढेर आँटेको छौँ। म चाहिँ अहिले आकाशे पुलनिर आएपछि चाहिँ बनाउँछु। अहिले चाहिँ मैले भिडियो काट्दैछु। ओके बाई। हेर्नु यहाँको ठाउँ जस्तो छ। म भिडियो काटेँ है त गाइस। हामी चाहिँ अहिले बाबाले लिएर आइसकेको छौँ। बाबा चाहिँ लुगा सुगा लाएर यता बसिराख्नु भएको छ हैन। मम्मीहरू पछाडि भइरहेको छ। अब यस्तै हो र हामी हिँड्नु गएको छ। अब फेवाताल गएपछि म कन्टिन्यू गर्छु। एकछिनमा बाबा भटामा गएपछि गर्छु है त। र अहिले हिँड्दैछौँ हामी। बाबा उतानिर हुनुहुन्छ अनि गाइस। आकाशे पुल अनि हामी 0 किलोमिटरतिर अहिले चाहिँ हामी 0 किलोमिटरतिर जाने हो। र हाम्रो भिडियो चाहिँ लास्टसम्म चाहिँ हेरिदिनु होला ल। उहाँ चाहिँ मेरो बाबा हाई गरिदिनु न यसो। र हामी अब यसो पृथ्वी अब हामी फेवाताल पुगेपछि हाल्छौँ। अहिले चाहिँ हामीले चाहिँ कन्टिन्यू गर्दैनौँ जस्तो भयो। हामी चाहिँ लेक साइड आइपुगेको छौँ। लेक साइडको भ्यू देखाउनेवाला छौँ एकछिन। लुक एट गाइज, लेक साइडको भ्युज कुनै यस्तो रहेको छ। र उता डुङ्गाहरू पनि कुदेको छन्। एउटा डुङ्गा त्यता एउटा उता देख्नु भएको छ डुङ्गा। यस्ता रहेका छन्। अब हामी एकछिनमा फेवाताल जान्छौँ। फेवाताल गइसकेपछि चाहिँ म बनाउन कन्टिन्यू गर्छु। अहिले चाहिँ म बिचमै रोकेँ है त। ल गाइस, हामी चाहिँ अहिले डुङ्गा चढ्ने ठाउँमा जाँदैछौँ र हामी पुरै हजुरलाई देखाउँछौँ कस्तो ठाउँ हुनेवाला छ, कस्तो हुनेवाला छ कि छैन हामी सब देखाउनेवाला छौँ गाइस। हिँड्दैछ गाइस यस्तो टाइपको छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ खोला लास्टी निट एन्ड क्लिन एन्ड सफा। यताबाट साना पोखरीहरू रहेका छन् नि। यहाँ पोखरीहरू रहेका छन् र यहाँपट्टि हामी हिँड्दैछौँ होइन। र हामी अहिले जाँदा हल्का ढिलो हुने भएको कारणले अहिले हामी बिचमा भिडियो रोक्नु जस्तो मन लाग्छ तर गर्नुपर्छ होइन गाइस। हामी चाहिँ आउन लास्ट भएको छ हल्का। अब अलिकति परतिर गएपछि हामी फेवाताल आइपुग्छौँ। फेवाताल गएपछि डुङ्गामा चढ्ने अनि मन्दिर गएर आएपछि मन्दिर जाने। मन्दिर गएर आएपछि घर जाने हो। सायद कि हामी अरू ठाउँमा पनि घुम्न जान सक्छौँ थाहा छैन। र हामी खाजा खाने पनि रोकिन्छौँ। र हामी यहाँको हेर्नु, यहाँ पहिला नै यो ठाउँमा पहिला नै पल्सरले फिल्म खेलेको ठाउँ हो। र यति भन्ने म अहिले बिचमा रोक्न चाहेँ किनभने अहिले हामी पुग्न 5-6 मिनट लाग्ला जस्तो छ। त्यसको कारणले म बिचमा भिडियो रोक्दैछु है त। र गाइस हामी चाहिँ आउन आँटेको छौँ। तालबारे मन्दिर यहाँबाट देखिसकेको छ आधै। र गाइस मेरो भतिजा हेर्नु, मेरो भतिजी मसँग छ। हामी चाहिँ अब आउन आँटेको छौँ। तालबारे मन्दिर यतै अहिले म नजिक पुगेपछि देखाइदिन्छु। यहाँबाट हल्का नदेखि लास्ट भयो मोबाइलबाट। त्यो भएर अहिले एकछिनमा देखाइदिन्छौँ। तपाईँहरूले देखाइदिन्छु छोडेर मेरो गाइस। उतानिर हेर्नु, उतानिर तालबारे मन्दिर छ। हजुरले देख्नु भएन होला। अब एकछिनतिर देखिन्छ। अब हामी त्यतितिर डुङ्गा चढेर जाने हो। मम्मी बाबाहरू पछाडि आउँदै हुन्छ। यहाँ फोटो खिच्नु पर्ला जस्तो लाग्यो मलाई गाइस।
हल्का टाइम भाइ सुयो भयो हामी आइपुग्न आँटेको छौँ गाइस फाइनली 5 मिनटको सफरपछि गाइस हेर्नु मेरो भतिज कति प्यारो छ अनि हामी यहाँ पहिला पनि यहाँ आइसकेको छौँ पहिला पनि अस्ति हामी शिवरात्रिको दिन पनि हामी साथी मिलेर आएको थियौँ आज चाहिँ म साथीसँग आएको जाने हो अनि हाम्रो यहाँ तल धेरैचोटि आएको थिएँ बस लेफ्ट साइडमा चाहिँ हल्का ढिलो हुन्थ्यो लेफ्ट साइडमा धेरै त गएन तर पनि लेफ्ट साइड अस्ति आएर कन्सर्ट हेरेर गएको हो जिएमसी आएको थियो जसको फेभरेट ऱ्यापर चाहिँ जिएमसी हो उहाँले चाहिँ कमेन्टमा जिएमसी ओपी लेखिदिनु होला गाइस हामी चाहिँ आइपुग्न आँटेको छौँ र अब यहाँ तालबारे देख्यो भने चाहिँ सकेसम्म देखाउन कोसिस गर्दैछु गाइस भन्नु यतानिर हेर्नु गाइस तालबारै देखिरहेको छ आफ्नो म देखाउँछु ऊ गाइस तालबारै त्यता छ अनि हेर्नुहोस् हामी चाहिँ यता छौँ होइन हामी गएको छौँ बाटो देखाइदिन्छु कस्तो छ बाटो यस्तो छ ल हामी जाँदैछौँ है एकछिन आऊ डुङ्गा चढ्ने हाँस गाइस हामी चाहिँ जाँदैछौँ सबैजना जाँदै अब यस्तै झुन्डाहरू बसिरहेको होइन एकछिनमा लिने ल गाइस म चाहिँ अब एकछिनमा पुगिसकेपछि चाहिँ बनाउँछु मेरो साथीहरू पनि भेटिसकेको छु साइडमा अहिले एकछिनमा म साथी अब यताबाट जाने भने तपाईँ देखाइदिन्छु उता अब यताबाट जाने भने चाहिँ हल्का उयो हुनसक्छ म चाहिँ डुङ्गा चढ्ने बेलामा चाहिँ भिडियो बनाउँछु है त अहिले टिकट काट्न गएको छौँ हल्का भिडभाड छ राम्ररी हेर्नु पर्ला जस्तो छ गाइस यो फेवा तर पहिलाको जस्तो छैन पहिला कस्तो राम्रो थियो अहिले चाहिँ हल्का उयो भएको छ बाबा चाहिँ अगाडि हुनुहुन्छ म चाहिँ पछाडि हामी चाहिँ अहिले यता आएको छौँ बाबाले के सोच्नु भएको छ अब हामी यता आएको छौँ किन आएको बाबा यहाँ किन आएको टिकट काउन्टर उता छ त यसो चढ्ने कि किटक्याटमा जाऊँ न आज यसो धेरै चढ्यो कि किटक्याटमा जानुपर्छ कसरी हो यसमा चाहिँ कतिजना हुनुहुन्छ 4-5 दुईजना सानो म बाबा दुईजना सानो म बाबा माइजू 6 जना छ 1620 के भन्नु जाने 1620 मन्दिर जाने हो कि घुम्ने हो मन्दिर जाने मन्दिर मात्र घुम्ने हो कि बाहिर पनि घुम्ने हो बाहिर खासै नघुम्ने बाहिर नघुम्ने मन्दिर त 100 रुपैयाँको टिकट लिएर यहाँबाट मन्दिर गयो टिकट कता काट्यो उता अगाडिपट्टि घुम्नलाई काट्यो भने यता घुम्न काट्ने गाइस हामी चाहिँ टिकट काट्न झर्न लागेको अहिले टिकट काट्न जान लागेको छौँ बाबल सुन्नु आउँछ कसै लिएर आउने हो कि सोध्नु गर्ने होला अहिले काट्न सक्नु थाहा होइन तालबारे मन्दिर त्यहाँनिर छ हेर्न सक्नुहुन्छ ल अहिले चाहिँ हामी छौँ यतापट्टि छौँ हामी चाहिँ अब ममभाटामा जाँदैछौँ के गर्न मम्मी यता बसिराख्नु भएको छ गाइस हामी चाहिँ अब आइपुग्नु जान लागेको छौँ यता तालबारे मन्दिर हामी सबै ढुङ्गामा छौँ यता हेर्नुहोस् मम्मी यता हुनुहुन्छ माइजू यता हुनुहुन्छ भतिज यता छ गाइस गाइस हामी यता आइपुगेको छौँ अब हामी जान लागिसकेको छौँ उल्टो बस्दैछ डर आँटेको छौँ जान आँटिसकेको छौँ ल गाइस हामी हिँडिसकेको छौँ अहिले गाइस हामी चाहिँ हिँडिसकेको छौँ अहिले हेर्नु गाइस यहाँको भ्यू यस्तो छ हामी चाहिँ फेवा ताल हिँडिरहेको छौँ बाबा उता हुनुहुन्छ अनि भतिज यता भाइ उता मम्मी यता अनि हामी सबै मनिस यता अलि सिधा बस है हजुरको
प्यारो भ्लगर पनि यही छ गाइस हेर्नुमा पानी खेलाउँछ है त हेर्नु गाइस मजा आउँछ कि पानी खेलाउँदाखेरि हेर्नु पानी बाबु मोबाइल डुब्ला है मैले भन्दै माइजु त यो भुइँसी बस्नै जान्दिन हेर्नु गाइस मुख धुँदा चिसो हुन्छ र यता रानीवनको हेर्नु रानीवन यतापट्टि छ रानीवनबाट उता पारी जानु पनि मिल्छ चिसो पानी छ गाइस यहाँको चिसो पानी र हामी अब यतापट्टि अब हामी हिँड्दैछौँ गाइस हजुरलाई हामीको भ्यू देखाइदिन्छौँ यता पुरै यस्तो हो उता पछाडि चलाउँदै हुनुहुन्छ यतापट्टि हामी यता हिँड्दा छौँ यो गाइस टुरिस्टहरू पनि आउनु भएको छ हामी चाहिँ आइपुग्न आँट्यौँ गाइस फाइनली अब हामी पुग्दा धेरै मिनट लाग्दैन पुगिसक्छौँ हामी अब हेर्नु गाइस यहाँको भ्यू यस्तो र म पुगिसकेपछि फेरि कन्टिन्यू गाइस मलाई पुगेको छौँ र हामी उत्रिएर आँट्यौँ गाइस यता डह्रो हल्किन्छ त गाइस फाइनल्ली हामी मन्दिरमा प्रवेश भइसकेको छ हाम्रो हामी मम्मीहरू आउन आँट्नु भएको छ म मम्मीको भ्यू देखाउँछु मम्मी त हुनुहुन्छ यो ढुङ्गामा भतिजीहरू हल्का डराइराखेका छन् यता हाम्रो माउको चलाकज्यू त हुनुहुन्छ हाम्रो मान्छे हामी छ मैले मन्दिरमा ज्याकेट कहाँ खोल्ने हो मम्मी ए यहाँनिर होइन ल गाइस हामी ज्याकेट खोल्न आँटेको छ मैले होइन फुगाल्ने हो गाइस हामी ज्याकेट यहाँ राख्दैछौँ मैले ज्याकेट हेर्नु यहाँ कति धेरै ज्याकेट छ जुन मलाई त्यो लाउने गाइस मन्दिरको भ्यू कुछ यस्तो हो भित्रबाट देखाउनु नि भित्रबाट पनि देखाउनु छ हजुरहरूलाई मम्मी भित्र जाने होला नि त अब बाबा ज्याकेट नखोल्ने उतानिर राख्ने गाइस हामी पहिला नि कतिचोटि आएकै हो हल्का तर पहिलाको भन्दा हल्का फेभर त चेन्ज भएको छ र बाबाको पनि युट्युब च्यानल छ बाबाको च्यानल सब्सक्राइब हाल्नु होला बाबा हजुरको युट्युब च्यानल हो हेल्प जीवन के थियो त हजुरको भन्नु न बाबालाई आफ्नो युट्युब आइडी हल्का बिर्सिनु भएको जस्तो छ हामी सबैले यता देखाउँछौँ हजुरलाई हाम्रो यहाँ तालबारीको भ्यूज यस्तो छ कुछ तालबाराई पुरै यस्तो छ माइजू अगाडि आउनु भएको छ माइजू यहाँ किन आएको हामी भिडियो बनाउन माइजू यहाँ आफ्नो काममा व्यस्त हुनुहुन्छ बाबा खोइ कतिज आऊ मसँग आऊ किनेर ल गाइस बाबा मम्मी चाहिँ भएर ल बाबा नि यहाँ आइपुग्नु भएको छ मम्मी आउँदै हुनुहुन्छ पछाडि छिटो जाऊँ मम्मी माछालाई चारो खुलाउनु होला नि त कति बोल्दो रहेछ यो बोलेको सुनेर अरू गाइस तालबाराभित्र पसिसकेको छ र हामीले हजुरलाई माछा देखाउनतर्फ लाग्दैछौँ अहिले माछा देखाउनतर्फ लाग्दैछौँ यता चाहिँ नरिवल फुल्ने ठाउँ यो अगाडि चाहिँ नरिवल फुल्ने ठाउँ हो अगाडि हाम्रो भट्टाहरू छ र गाइस यताहरू माछा यति धेरै छ हेर्नु गाइस माछा त कति छ गाइस यहाँनिर गाइस हजुर यहाँ र चारो खुलाउने भन्नु भने पाउनुहुन्छ हेर्नु कत्रो माछाहरू छन् पक्नु म हजुर माछाको हाइट पनि देखाइदिन्छु लु गाइस माछा यत्रो छन् कम्तीमा नि माछा 2 किलो 1 किलो 3 किलोसम्मको छ तर यति पनि मिल्दैन गाइस र अब हामी यस्तो हामी यस्तो तलपट्टि एक्स्ट्रा गरेर हेर्ने यहाँनिर मिल्दो रहेछ बडा झन् माछा देखाउनुतर्फ राख्छौँ यी लुक माछा हेर्नु कुन यस्तो टाइपको छ माछा हेर्नुहोस् गाइस अब ड्याम खोल्यो भने यही माछा उतातिर आउने हो तर कम मात्रामा आउँछ यति धेरै नै त आउँदैन गाइस हेर्नु जुङ्गावाला माछा अर्को क्याटफिस हो के हो सबै भेराइटीको माछा यहाँ पाउँछ गाइस होइन र हामी अहिले आइपुगेको छौँ यहाँ र गाइस यति भन्दै म अहिले बिदा हुन्छु
घर पुगुन्जेलसम्म म भिडियो बनाएर राख्छु बिच बिचमा उयो पनि हुन्छ त्यही भएर परिस्थिति आउनु भएकोले मैले बन्द गर्छु है त गाइस अहिले चाहिँ यति भन्दै गाइस मैले हल्का ठुलो नै लागेको छु जस्तो लाग्यो चाहिँ हामी चाहिँ अहिले अब फर्किसकेको छौँ म फर्केपछि हामी खाजा खान्छौँ यता मेरो भतिज छ गाइस हामी यता छौँ खोलाको पानी हेर्नु गाइस पानी ओम शान्ति गाइस मजा आउँछ क्या फेरि अनि हामी अहिले फर्किँदैछौँ फर्किँदा लेक साइडको भ्यूहरू यतापट्टि गाइस यतापट्टि पुरै लेक साइड हो यता मेरो मान्छे टिकटक बनाएर बस्नु भएको छ हामी यता छौँ यतापट्टि रानी वन हो हामी अहिले फर्किन्छौँ है त ल गाइस हामी चाहिँ अहिले फर्कियौँ यसै गरी मेरो यो